सन् 2022 अगस्त महिनाको 21 तारिक आज स्वर्गीय बाबा कर्ण गुरुङ भजिया गुरुङ त्यसै गरेर चाहिँ आमा लीलावती लेखे गुरुङ उहाँहरूको चाहिँ स्वर्गरोहण भएको चाहिँ 1 वर्ष पुगेको अवस्थामा चाहिँ उहाँहरूको बर्खी कर्म एउटा मृत्यु कर्मको अन्तिम कर्म चाहिँ एउटा बुद्धिस्ट धर्म संस्कार अनुसार चाहिँ गरिरहेको अवस्था छ र यो चाहिँ दक्षिण अस्ट्रेलियामा र सल्सबरीमा अवस्थित रहने आफ्नो निजी निवासमा रहेर खिना भजिया गुरुङले चाहिँ यो आफ्नो आमा बाबुको चाहिँ यो बर्खी कार्य एउटा मृत्यु कर्मको अन्तिम कर्म चाहिँ गरिरहेको अवस्था छ। यसमा चाहिँ आफ्नो इष्टमित्र दाजुभाइ तथा दिदीबहिनीहरू सम्पूर्णले चाहिँ सरसहयोग गरेको छ र त्यसमा चाहिँ हाम्रो नर तेलेजा गुरुङ साडुदाई हुनुहुन्छ, निर भजिया गुरुङ दिदी हुनुहुन्छ, त्यसै गरेर बिर्ख तेलेजा गुरुङ साडुदाई हुनुहुन्छ र उहाँको श्रीमती, त्यसै गरेर तिलकोके गुरुङ दाजु, त्यसै मामा हुनुहुन्छ प्रेमलीला, त्यसै गरेर यता हाम्रो मामा कान्छा मामा हुनुहुन्छ खिनाको कान्छा मामा हाम्रो भोज राज लेगै गुरुङ कान्छा मामा, त्यसै गरेर यता हाम्रो भीम पोजु गुरुङ हुनुहुन्छ दाजु, त्यसै गरेर हाम्रो बिर्ख तेलेजा गुरुङ उहाँ साडुदाईको मम्मी हुनुहुन्छ र त्यसरी हाम्रो महेन्द्र गुरुङ भदाई र उहाँको मम्मी र अन्तिर हाम्रो रोशन भदाई रोशन भजिया गुरुङ बुहारी र उहाँहरू सम्पूर्ण उपस्थितिमा, त्यसै गरेर यता हाम्रो अनुराग भजिया र उसको मम्मी सम्पूर्ण हाम्रो गुरुङ जति पनि गुरुङ परिवार र भजिया गुरुङले चाहिँ आफ्नो स्वर्गीय माता पिताको चाहिँ यो वर्ष दिनमा गरिने जुन मृत्यु कर्मको अन्तिम कर्मको चाहिँ अन्तिम कर्म चाहिँ गरिरहेको अवस्था छ र यसमा चाहिँ सम्पूर्ण सबै इष्टमित्र साथीभाइहरूले सहयोग गरिरहेको उपस्थित हुनुहुन्छ। यसरी नै उहाँहरूको चाहिँ मृत्यु हुँदाखेरि सम्पूर्ण आफ्नो आफन्त जति पनि हुनुहुन्छ इष्टमित्रहरूले सहयोग गर्नुभएको थियो। 49 गर्दा पनि सम्पूर्णको उपस्थिति भएको थियो। यसरी नै यो उहाँहरूको चाहिँ मृत्यु कर्मको यो अन्तिम बर्खी कर्ममा उपस्थित भएर आफ्नो आफन्त इष्टमित्रहरू भइदिनु भएको छ र साथ सपोर्ट गर्नुभएको छ। तपाईँहरू यहाँलाई धेरै मुरी धन्यवाद दिन चाहन्छौँ। खिना भजिया गुरुङ लिङ्गदेन र जेनेट लिङ्गदेन र यसरी नै सबैको जय होस्, सेवारो छेजलो छोजो